खाजा के खाने भन्दाखेरि सबैभन्दा छिटो र मिठो सबैको दिमागमा तुरुन्तै आइहाल्ने स्न्याक्स अथवा स्न्याक आइटम भनेको नै चाउचाउ हो होइन। यसो अलिकति खल्लो भोक लागे जस्तो भयो भने चाउचाउ खाइहाल्यो पनि ठिक छ होइन। अब मैले पनि आज त्यही चाउचाउको अलिकति सुप खालेको चाउचाउ बनाएर खानु पर्यो ससेजसँग भनेर पहिला ससेजलाई चाहिँ छिरा पारेर हालेँ। मैले चाहिँ यो ससेजलाई ओभनमा बनाउने भएर चाहिँ पहिला चाहिँ यही ससेजलाई नै प्रिपेयर गरेँ कि अब तेल अलिकति भए पनि कम खान सकियो भने त राम्रो हो नि त भनेर एउटा सिम्पल प्र्याक्टिस हो यो होइन। तर ओभनमा बनाएको पनि मिठो चाहिँ मिठै हुने रहेछ ससेज। अनि मैले त्यसपछि चाउचाउमा राख्नको लागि चाहिँ अलिअलि अब स्पाइसेस भेजिटेबल्सहरू जे छ त्यही राख्ने हो कि लाइक पर्टिकुलरली यही चाहिन्छ भन्ने पनि हुँदैन। कसैलाई केही भेजिटेबल मन नपरिरहेको हुन्छ सुपमा राख्ने नै पनि होइन। त्यही भएर पर्टिकुलरली यही चाहिन्छ यस्तै हुनुपर्छ भन्ने चाहिँ छैन। आफूलाई मनपर्ने जे राख्दा पनि भइहाल्यो। मैले चाहिँ यता प्याज अनि पछि खुर्सानी अनि गोलभेडा पनि राखेको छु। यसलाई एकदम मसिनो गरी काट्ने के अब हुन त चङ्क्समा राख्दा पनि हुन्छ तर सुपी खाने भएर चाहिँ अलिकति मसिनो गरी राखौँ भन्ने चाहिँ एउटा हो। अनि त्यसपछि मैले यो ओभन ऱ्याक मिलाएँ अनि यो लोवर सबभन्दा तलको कम्पार्टमेन्टमा त्यो ऱ्याक राख्थेँ पहिला। अनि पछि ससेज राखेँ होइन। अब यस्तो भएछ कि अब त्यो स्विच सबै अन गरेँ है। टेम्परेचर मिलाएँ, टाइमर मिलाएँ। त्यसपछि मैले यो सेलेक्टर भन्ने छ नि यो अफमा रहेछ मलाई थाहै थिएन कि। अनि पछि 20 मिनटपछि त्यो करायो होइन। मैले त्यो अफ गरेको रहेछु भन्ने मलाई थाहै भएन कि। अनि यसो हेर्छु त पाकेकै छैन के भयो भनेर हेरेको त त्यो अनै गरेको छैन रहेछ कि। अनि त्यसपछि अन गरेर फेरि राखिदिएँ। अनि फ्रिजमा अलिकति त्यो क्याप्सिकम बाँकी रहेछ कि क्याप्सिकम भन्छ कि के भन्छ यसलाई ह्यालोपिनो हो कि माछा खुर्सानी हो यो रहेछ। यो अलिकति राखेँ चाउचाउमा राखेको मिठै हुन्छ भनेर यसलाई पनि मसिनो गरी काट्ने सबै पनि चाहिँदैन थियो। आधी मात्रै राखेँ आधी चाहिँ फेरि फ्रिजभित्रै राख्दै। त्यसपछि मसँग पिज थियो कि त्यो केराउ मलाई चाहिँ केराउ चाहिँ त्यो कोसा किनेर राख्नुभन्दा यसरी फ्रोजन गरेर राखेको चाहिँ कति सजिलो लाग्यो कि फ्रोजनवाला किनेको चाहिँ सजिलो पनि हुन्छ छिट्टो पनि पाक्छ त्यो केलाइराख्ने पनि झन्झट हुँदैन। अनि हुन त अब फ्रेस खाना पायो भने त धेरै राम्रो हो तर अब फ्रेस खाना नपाउने ठाउँमा चाहिँ यस्तो फ्रोजन गरेको वाला पिस चाहिँ मलाई जस्ट ठिक लाग्यो कि। अनि त्यसपछि ससेज पनि उता फेरि सेलेक्टर त्यो गरेर नेक्स्ट लट ससेज पकाउन राखेपछि मात्र मैले चाउचाउ बसाल्न हालेँ कि किनकि ससेजलाई अलिक टाइम लाग्छ चाउचाउ त तुरुन्तै भइहाल्छ नि त। अनि तेल राखेँ थोरै तेलमा अलिकति यो चप गरेको सबै राखेँ। फेरि एउटा हातले खिच्ने एउटा हातले राख्ने गर्दाखेरि नमिलेर फेरि मोबाइल साइडमा अड्काएँ। अनि पछि अब यसलाई चाहिँ एकदम हाई फ्लेममा के मजाले भुट्नुपर्छ कि यसलाई चाहिँ यसको यो प्याजको जुन पानीहरू आउँछ नि हामीले सानो आगो गर्दाखेरि त्यस्तो हुनु हुँदैन कि मजाले ठुलो आगोमा एकछिन रागै आउने गरी भुट्नुपर्छ। त्यसपछि पानी राख्ने कि मैले चाहिँ चिसै पानी राखेँ चिसो तातो राखेर खासै फरक हुँदैन। अनि पछि पानी थोरै बोइल हुन लागिसकेपछि चाहिँ अब मैले चाउचाउलाई नफुटाइकन सँगै राख्दिएँ कि यसरी राख्दाखेरि चाहिँ त्यो लामो हुन्छ अनि मिठो पनि हुन्छ कि। अनि चाउचाउ मजाले उमाल्ने पानी अब कति सुकाउन मन लाग्छ आफूलाई सुकाउने मलाई चाहिँ धेरै सुपी पनि होइन ठिक्ककै मनपर्छ कि। अनि पानी यति राखेँ त्यसपछि माथिबाट त्यो फ्रोजन पिस राख्थेँ कि त्यो अलरेडी नै सेमी कुक्ड हुन्छ नि त त्यही भएर लास्टमा राख्दा पनि हुन्छ। अनि यति गरिसकेपछि चाहिँ एकदम मिठो यम्मी वाइवाईको सुप र ससेज खानलाई रेडी हुन्छ।